केपी शर्मा ओलीको क्षेत्रको तपाईँ मतदाता हो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कुरा निकै चर्चामा छ क्या। केपी ओलीसँग बालेन चुनाव लड्यो भने जित्छन्? विचार बालेनको राजनीतिक दर्शन नै अहिलेसम्म उसलाई थाहा छैन। त्यस्तो नचाहिँदो बोल्दा मलाई चाहिँ हाँस लाग्छ, हाँस उठ्दो हुन्छ। होइन, केपी ओली अलोकप्रिय छन्, जेन्जी आन्दोलन पछाडि यिनकै कारण चाहिँ यति मानिस मरे भन्ने आक्रोशले पनि त्यसो भनेको हुन सक्छ। देशमा अलोकप्रिय होला, तर 5 नम्बर क्षेत्र उसको क्षेत्रमा त त्यहाँ त केपी बा मात्रै भन्दैनन्, केपी पिता पो भन्छ। 5वटा 6वटाहरू त पुल लगाएको, आकाशे पुल लगाएको, टावर अरबौंको टावर बनाएकोले अब त्यहाँ त त्यति गर्ने अरू पुरुष देखिएको छैन। अनि मतदाताहरू, जनदाताहरू प्लस अर्को फेरि टेक्निक छ उनीहरूको, कलाहरू। राजेन्द्र राप्रपाको स्वाटै केपीलाई, केपीको कम्युनिस्ट एमालेहरू तल राजेन्द्रकोमा स्वाटै राप्रपालाई भोट साट गर्दाखेरि डबल तिरेले जित्ने परम्परा त 2 पटक 3 पटक भइसक्यो। अब त्यसलाई काउन्टरिङ गर्ने क्षमता को चाहिँ एउटै केही सूत्र नै बताउँदैनन् यिनीहरू। खालि म त्यहाँ गएर लड्छु भनेको चाहिँ ठुलो मान्छेको विरुद्ध लड्दा मेरो नाम चर्चित हुन्छ भन्ने अहम भावनादेखि अर्को सूत्र त म देख्दिनँ। बालेन सालेनको एउटै सांसदै छैन, फेरि विदेशीबाट चलखेल छ भन्ने कुरा तपाईँले क्लियर भइसकेको छ। उसलाई मनै पराउँदैन। त्यसले प्रोपगण्डा मचाउनको लागि, प्रभावकारी लोकप्रियता देखाउनको लागि त्यो केपीको नाम लिएको त्यो उड्दैन पनि। त्यो भनाइ याद हो, उड्दैन। बालेनमा त्यो क्षमता छैन, उड्दैन पनि। त्यो खालि हङ्गामा फिजाको मात्रै हो। तपाईँले छान्नु पर्दा चाहिँ बालेन कि ओली? त तपाईँ त मतदाता हुने। बालेनको त कुनै राजनीतिक दर्शन बिनाकोलाई म किन त्यस्तोमा त तिम्रो नगर, बाटो पहिले खोला पो भन्छु त। त्यो त जेन्जियरको स्टाइलमा भयो नि। अन्धाधुन्दै व्यक्तिको रिसले म उसैसँग लड्छु, अब म देवसँग लड्छु भन्दा तपाईँ पत्याउनुहुन्छ? होइन, लड्न त सक्नुहुन्छ, अब जित्नुहुन्न भन्ने जितिँदैन नि। अब त्यस कारणले त्यो खालि देशव्यापी नाम देउबासँग चाहिँ चन्द्रकुमार लड्ने भयो भन्ने हल्ला चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय फिजिने भयो। भरे भोट त यतातिर हुने भयो।